मेरो विचारमा महानगरपालिकाले करोडौँ रुपियाँ उठाएको छ ठुल्ठुलो कारबाही गरेर नदीमा फोहोर फाल्नेहरूलाई होइन। हामीले सूचनाहरू दिएर विभिन्न इन्फर्मेसनहरू दिएको कारणले गर्दा कारबाही गरेको अवस्थाहरू पनि छ होइन। त्यसपछि फोहोर फाल्न चाहिँ कम भएको छ। अहिले नदीमा अलमोस्ट फोहोर फाल्ने मान्छेहरूको 5-7% जति छ। पहिला चाहिँ 80%ले फाल्थ्यो, 80%ले होइन। अलमोस्ट मान्छेहरूले चाहिँ डम्पिङ साइट चाहिँ नदीलाई बनाएको थियो कि। तपाईँ पहिलोचोटि जति बेला बागमतीमा छिर्नु भयो फोहोर निकाल्नलाई कस्तो थियो भन्दा ठ्याक्क यो तिनगुने पुलको मुनिपट्टि होइन, म त्यहाँ छिरेको थिएँ पहिलोपटक। त्यहाँ चाहिँ तपाईँको वारिपारि फोहोरमै टेकेर वार पार गरेको हो कि हामीले। भनेको मतलब नदीमा पानी बग्थेन कि, त्यो फोहोरको चाहिँ पहाड थियो कि। नदीको वारी किनारबाट पारी जाँदा चाहिँ त्यही टेकेर जाने हो कि, फोहोर टेकेर वार पार गर्ने हो होइन। त्यही फोहोरमाथि टेकेर होइन। त्यो दिन मात्रै झन्डै 35-36 टन जति फोहोर उठाएको मलाई पनि अहिले याद छ कि। महानगरको गाडी त 4-5वटै गाडी भरिएको थियो कि, आएको छ लिएको छ होइन। फेरि के हुन्थ्यो त्यो बेला बागमती सफाई एक ठाउँ मात्रै गरिन्थ्यो नि त, जहाँ हजारौँ मान्छेहरू आउँथ्यो, 4000-5000 मान्छे आउँथ्यो एकपटकमा। अनि 6-7वटा गाडी चाहिँ महानगरपालिकाको गाडी भरेर हामीले पठाएको थियो त्यो दिन चाहिँ होइन। तर पनि एउटा छेउमा मात्रै कि, एउटा छेउमा मात्रै अलिकति त्यो हुन्छ नि एउटा ठुलो उसमा चाहिँ होइन, त्यसमा अलिकति कोट्याए जस्तो कि त्यस्तो भएको थियो। पुरै नदी फोहोर सफा भएको थिएन नि त, नदीको एउटा किनार मात्रै हामीले त्यो फोहोर उठाएको थियो।